guys. Hi guys. Hello. आज हामी कहाँ जानु? guys, हामी आज स्ट्रबेरी फार्म गयो। यहाँ सबैजना मिलेर चस्मा हेलो यो हामी अब गाडीमा जान्छ मेरो बोतल आयो बोतल मेरो आउटफिट चेक मेरो राम्रो देखाएको थियो आउटफिट सो लेट्स गो गाइस हामी गाडीमा जानु ल म पछाडि बस्ने हो झ्यालमा म झ्यालमा अर्को झ्यालमा म सेकेन्ड झ्याल त्यसमा म त्यो झ्यालमा ओह झ्यालमा बस्नको लागि यहाँ झगडा हुन्छ गाइज झ्याल एभ्री वान्स फेभरेट इ कहाँको आयो हेलो झ्याल त बस्न दिँदैन आज तिमीलाई त्यो त होइन त्यो झ्यालमा प्रसुन बस्छ अरे त्यही भएर म हजुर त्यही बिचमा बस्नु उताबाट हो म आउँछु उताबाट त्यो बस्छ ल ल ओके हटा ल गाइस हामी गाडीमा आयौँ अब हामी जान्छौँ राम्रो हुन्छ डिबेट गर्ने अब हामी उतालाई नि भन त यो सामखुसी चौक हो। ओके ओके सो हामी सामाखुसी चोक आयौँ गाइस गाइस गोरुजहरु कता गयो त तपाईँ गाइसहरु मात्रै हो गाइस एन्ड गोरुज bombastic side eye. ल गाइस अब म बाहिरको भ्यू देखाउँछु यो कुन चोक आयो यो कुन चोक आयो यो के हो यो तिमीहरूलाई यो बाटो थाहा छैन ओसो गएको छैन ओसो थाहा छ ओसो त्यो अहिले पहिला हो त्यो पनि याद भयो गाइस हामी अहिले पुगिसक्यौँ अहिले चाहिँ अहिले गाइस हामीले त्यो फार्म त पुगेको छैन अब हामी त्यो फार्म खोज्दै हिँड्छौँ अनि सिद्धु रन चाहिँ मिसिङ छ त्यति हो गाइस मैले मेरो ह्याटको स्टाइल चेन्ज गरेँ ऱ्यापर जस्तो त नै I like to work my wrist. I like to pop my What's up guys? So I'm a rapper सर्भु अगाडि म सन्जान्टीसँग हिँड्छ अब हेलो गाइज अब हामी के खोज्दै हो स्ट्रबेरी फार्म यहाँ हजारवटा छ कुन बेला चुज गर्ने थाहा छैन अब हेरौँ बेस्ट भेटिन्छ होइन कहाँ त्यो चोकले छ त्यो यो मामुले मैले तल स्वेट प्यान्ट्स अनि माथि क्यामी अनि बाहिर आउटर लगाएको छु मामले कपी गरेर मामको स्टाइल हेर्नु होइन त्यसको उल्टो भएको खासमा किनभने मैले फर्स्टमा सुरुमा यो लगाएर सनस्क्रिन लाउन जाने बेलामा टिट्टुसेमा आउटफिट नै कपी नै गरिदिनु भएछ जे भए पनि ट्विन टेलिपति गाइज अब गाइज अब हामी भेटेपछि म देखाउँछु त्यो स्ट्रबेरी फार्म Bombastic side eye. ओके ओके ल गाइस हेरौँ अगाडि के हुँदैछ भनेर हेरौँ ल यहाँ ट्रियो छ क्याप ट्रियो पछाडि चारजना आउँदैछन् ल गाइस हामी अगाडि नै हो त्यहाँ अगेन फार्म सो मेनी फार्म गाइस मेरो ब्रोकन इङ्ग्लिस हेरेर हजुरहरू नहाँस्नु होला गाइस म यस्तो कलर गर्दै लड्यो भने फनी हुन्छ नि काकु अनि सिद्धु डन या प्रजन डन स्क्वायरलको अरे त्यो पाइन हो के अरे जे भयो भने गाइस जहाँ मलाई इरिटेट गरिसक्नु भयो आफ्नो मात्रै मुख खिच्यो भनेर अब मेरो जस्तो एस्थेटिक नै भनिदिउँ एस्थेटिक मुख अरूसँग छैन नि त यहाँ गाइस अब चाहिँ अब म फेरि मेरो मुख खिच्छु
आफ्नो बोतल बोकेर हैन साइड वाक गरेर फर्कियो मुख नखिच भने आफै गाइज भेरी अनएस्थेटिक एस्थेटिक स्टाइल आफूले भन्दा आफ्नै मुख खिचेर बसेको रहेछ त मलाई चाहिँ फेरि मुख देखाउँछ नि यत्रो यत्रो तल के छ हेर भोलि चाहिँ हैन अनि क्रिम छ नि येलो हुन्छ अनि पाकेपछि खाने एकचोटि मामाले हामीलाई खाउन जानुहुन्छ क्याट वक ग्रीन क्याट वक डोके मुख Run. यसलाई बेच्नु पर्यो बाई बाई गाइज अब हामी फार्म भेट्टायौँ अब हामी जा हिँड्न सक्छौ यहाँ राख छैन मिल्छ होइन आफूले मात्र टिप्ने होइन सोधिदिनु सोध त तिमी पनि टिप्न मिल्छ ल टिप पहा 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 सबै आएर नि टिपौँला खायौ स्ट्रबेरी स्ट्रबेरी आइया अलि टोकिसक्यो मैले यो पार्कको नाम के छ अरे प्रज्वल रमाइलो भयो कि नै मैले प्रिन्टेसमा पठाएको जस्तो फोटो खिचिदिनु न ल टिपोला एउटा स्ट्रबेरी टिपेर खाऊ टेस्ट गर्न पाइन्छ यस्तो चाप नलाउने यहाँ कति धेरै बक्सहरू रहेछ त्यहाँ हेर्नु नि याद छ नि कस्तो कस्तो फोटो पहिला टिप न एउटा दुईटा अलिक ठुलो साइजको है यो वाला हेर्नु न यस्तो देख्छ खाऊ 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 टेस्ट गरेर के हुनु मिठो छ है
मिठो छ उही कति ठुलो खानु खानु यहाँ अलिकति उस भएर चाहिँ क्या माटो लगाएको रहेछ खालि है मिठो छ कति धेरै मात्र आयो गाइल गराएको अब बिस्तारै अब बिस्तारै सिधो नपुगेर हो बिस्तारै प्रसुन लोट लाग्यो बिस्तारै तल बसेर आओस् खै सिद्धको बाल्टीमा देखाउ त ल्याउ त ल्याउ आऊ कति भर्यो बाबुले कति भर्यो खै कति भर्यो ओ माइ गॉड खै कस्तो रमाइलो भएछ सिधु सिधु क्यारी प्रसुन रमाइलो भयो भयो खाऊ यहाँ चौडा ठुलो वाला खै बाल्टीमा राख यहाँ खानु बाल्टीको बाबुलाई गाह्रो भयो यहाँ खानु खानु ल्याउ खानु यहाँ खानु बिस्तारै जाऊ फेरि भर्ने जाऊ अनि फेरि यहाँ खनाइदिउँ ल छुट्टी माथि जाऊँ माथि हेर्न जाऊँ have some red one औ त्यहाँबाट रेड निकाल्नु त बाबाले बजाउनु मजाले तिमी जाँदै गर म खाएर बस्छु पाकेको यही पाकेछ त खै के हो के बनाउनु भएको देखाउनु त बाबा बजार देखाउनु ट्राई गरौँ त यो तिम्रो पुछेर बजाउ ल सिधु ल कसै बजाउने बाबाले बनाइदिनु भाँची त त्यसो अलि मजाले है त्यसरी होइन क्या हे तेरी झ्यार्यो त्यस्तै टेक्ने पोक्ने होइन क्या यस्तो गर्ने यसरी मुख हाल्ने त्यसरी होइन क्या हावा मात्र देऊ त्यसरी मुख छुनेर यसो गर न मात्र गर्ने क्या ल बिस्तारै कस्तो छ टेस्टी हजुर साइडबाट आलु रहेछ
पर्दैन कति माथि माथि चढेका मुनिमा म हेर मुनि हेऱ्यो तपाईँ छोरा किन हुन्छ त्यसले अहिले ड्याङ्ग हान्छ त्यसको मम्मीले फेरि मेरो बेबी लानु लाग्यो भनेर त्यसको मम्मी हुँदैन अगाडि छ अगाडि त्यहीँ छ तिमीहरू देख्नु देखेन माथि छ ऊ आउँदैछ माथिबाट Not good anymore. I'm not good anymore. I'm not good anymore. यिनीहरूलाई उताबाट माथि लिएर जान्छ माथि वासरुम हिँड मसाज गरौँ न चल चलाउनु हुन्छ गाडी गर्छु त्यो नहीं नहीं मैले भनेको क्या मामा हाम्रो टर्न आछि छुम्ला हाम्रो टर्न आछि माछा लाग्यो आओ